सिंह राशि तथा सिंह लगन राशि हुनेको लागि धन सम्पत्ति र सम्पदा आयुको कारक र पञ्चम कारक चाहिँ एकादशमा गयो भने सन्तानसँग सम्बन्धित समस्याहरू, मान पदवीसँग सम्बन्धित समस्याहरू तपाईलाई आउन सक्छन्। सन्तानजन्य चिन्ता बढ्न सक्छ। आफ्नो पदवी, प्रतिष्ठा, इज्जत, गौरवको चाहिँ घमण्ड पनि आउँछ। किनभने सूर्य एकादशमा बलि हुनुहुन्छ र सम्पूर्ण ग्रुप, समूह अथवा तपाईको साथी सर्कल, आफ्ना कलिग्सहरू, काम गर्ने कलिग्सहरूको सामु तपाईँ अति नै घमण्डी हुने, बल देखाउने, पावर देखाउने, पोज देखाउने गर्नुभयो भने तपाईलाई यसले तपाईको सन्तानमा समस्या, तपाईको आयुमा खतरा, तपाईलाई जालजेल हुन सक्ने र तपाईलाई साथीभाइहरूले चाहिँ राम्रो लेसन सिकाउने बेला पनि हुन सक्छ। किनभने मंगल र केतु लगनमा हुनुहुन्छ, तपाईलाई रिस त टाउकोमै आउँछ, नाकमै चढ्छ। त्यो भएर यो समयमा रिस देखाउनु भन्दा पनि, साथीभाइलाई दबाउनु भन्दा पनि, आफ्ना टिम कलिगहरूलाई दबाउनु भन्दा पनि आफूले सबैसँग बराबर कार्य गरेर रिसलाई कन्ट्रोल गरेर अगाडि बढ्नु नै उत्तम रहन्छ। तपाईको पति पत्नी बीचको सम्बन्ध पनि सावधानीपूर्वक गर्नुहोला। कुनै धन सम्पत्ति या सम्पदा जोड्दै हुनुहुन्छ भने पनि अति सावधान रहनुहोला। यो कम्तीमा पनि अस्त समय हटिसकेपछि त्यसको लागत, आयु, त्यसको क्षमता, त्यसको वितरण, त्यसको सम्पूर्ण कुराहरू चाहिँ बुझेर, त्यसको सम्भावना पुरा बुझेर मात्रै कुनै पनि धन सम्पत्ति र सम्पदा लिनु जरुरी छ। हैन भने लेगल फैसलाहरूमा चाहिँ फस्ने कुराहरू पनि यसमा केही कुराहरूमा देख्न सकिन्छ। सिंह राशि तथा सिंह लग्न राशि हुनेहरूको लागि यसो त धन सम्पत्ति र सम्पदा आर्जन हुने, मान सम्मान बढ्ने, पद प्रतिष्ठा बढ्ने भन्ने देखिन्छ। तर भएको बेला आफूभन्दा निमुखलाई दबाउँदाखेरि तपाईलाई फेरि फर्केर वार गर्ने कुराहरू पनि देखिने भएकोले तपाईँ अति नै सावधान हुन जरुरी छ।